ल हजुर फेरि आज म तपाईँहरूको एउटा सानो कुरो लिएर आएको छु। कुरो के हो भने 2022 सालमा 22 साल अब 1 गते अब मान्छेहरू प्रायः आफ्नो घर जाने माइत जाने हुन्छ। त्यस्तै नि श्रीमती माइत गइसकेपछि कम्तीमा आज 1 हप्ता जति भइसक्यो होला, 8-9 दिन जति भइयो। आजसम्म आए नै नआइसकेपछि अब मैले फेरि यो घरको बारेमा पहिला पनि अब आमाहरूले भने खुवाउने यस्तो गर्ने गाउँघरतिर थाहा पनि थिएन। अब त्यहाँबाट के घर अब अलिअलि छोरी पनि भयो, त्यहाँबाट माले बनाइ खुवाउने त्यो घरको भान्साको बारेमा घरमा के काम कस्तो गर्नु त्यो केही थाहै नभए। त्यही मेरो घरको स्थितिलाई हरिबियो भइसक्यो। त्यही पनि म यसो भट्टीमा गएको थिएँ, त्यहाँ ठ्याक्कै एउटा नानी आएन। तपाईँले के हो त के हो यसो हेर्दा त तपाईँ त के त्यो राम्रो ठहरान्न के भएको त भनेर नानीले भन्दाखेरि मेरो मेरो यस्तो यस्तो हो नानी, आमा छैन घर, यो टेन्सन गरेर यसो भट्टीमा आऊ भनेर त्यसको विषयमा नानीले ठ्याक्कै भनिदिनु लाग्यो क्या। अब भनिदिएन नानी तँ भन्दै गरेर भनिदिए तेरो मम्मी फ्याट्टा बस्छन्। यो रेडियो नेपाल हो। साँझ 7 बजेको पुरा समाचार सुन्नुहोस्। घरमा नैवर्षा मान्न गएकी श्रीमती 1 हप्तासम्म नआउँदा श्रीमानको हरिबिजो। घरमा खाना पकाउन सुरु गर्दा नुन तेल चामल दाल आगो फुक्ने भाँडा माझ्ने हरेक समस्याले श्रीमानको गाह्रो भएको अवस्था। श्रीमान भट्टीमा छिरेपछि पैसा नभएर मोबाइल फोन हराएपछि घरमा आउँदा चल्ला कुखुरा हराएर बच्चा बच्ची गाउँ गएको। श्रीमती 1 हप्तासम्म माइत जाँदा श्रीमानको यो अवस्था हुन्छ भने हरेक आमाहरू धेरै दिन माइत बस्दा श्रीमानको कस्तो हालत भएको होला। कुनै कुनै बुवाहरू त विदेशमा जानुभएको हुन्छ। त्यसैले धेरै त नभनौँ, तर यति भन्दै म यहाँबाट बिदा हुन्छु। हस्त नमस्ते।